हेलो मामुहरू, अब श्रावण महिना पनि नजिकिँदैछ अनि तीज पनि आउँदैछ हैन त। अब तीजमा के लगाउने होला? साडी लगायो भने मोटो देखिन्छ, पेट प्याक्क निस्किन्छ ब्लाउजबाट, साइडबाट टायर जस्तो मम्मी तम्मीहरू निस्किन्छ भनेर टेन्सन गरिरहनु भएको छ भने अब टेन्सन नलिनुस् है त। श्रेना बुटिकले अब लङ ब्लाउज ल्याइसकेको छ हजुरहरूको लागि। जति नै मोटो टायर जस्तो हजुरहरूको चपी मम्मी टम्मी देखिने भए पनि अब चाहिँ यो लङ ब्लाउजले कभर गर्नेछ है त। मेरो पनि साडीहरू लगाउँदाखेरि सर्ट ब्लाउजहरू लगाउँदाखेरि टायर जस्तो निस्किने कि साइडबाट अनि कस्तो नराम्रो देख्ने। सो अहिले चाहिँ मैले लङ ब्लाउज बनाएको छु। हेर्नुहोस् न कस्तो मजाले पुरै कभर गरेको छ है त। यो चाहिँ मैले साडी चाहिँ यो नाभिभन्दा माथि लगाउँछु अनि ठ्याक्क मैले त्यहाँसम्मको लेन्थ बनाएको छु। कसैको नाभिभन्दा तल लाउने बानी हुन्छ नि त, आफ्नो इच्छा अनुसारको लेन्थ बनाउन सक्नुहुन्छ। अनि हल्का डिजाइन एड गरेको छु स्लिभमा अनि हल्का यो सोल्डरनिर गरेको छु। हेर्न सक्नुहुन्छ कस्तो मजाले साइडहरू ब्याकहरू सबै कभर गरेको छ हैन त। यताको साइडमा यता साइडमा पनि सबै कभर भइसकेपछि त हजुरहरूको टमीहरू देख्दैन। अब अलिकति सिँगार पटार पनि गरौँ है। यो चाहिँ बलवाला माला मैले चाहिँ आफै डिजाइन दिएर बनाउन पठाएको। मैले सामान लिने ठाउँमा यो मल्टी कलरको मिक्सचर रातो पहेँलो हरियो जुनै बेलामा पनि लाउन मिल्ने, साउनमा पनि लाउन मिल्ने अनि जुनै बेलामा पनि लाउन एकदमै कम्फर्टेबल हुने यो चाहिँ फाइनली यो चाहिँ रेडी भइसकेको छ। अनि यो कानमा चाहिँ मेरो समस्या छ कि यो एउटा मेरो राइट कानमा चाहिँ होल सानो भएको हो कि किन हो, साह्रै दुख्छ कि यो राइट कान मात्रै। अनि यतापट्टि लेफ्टपट्टि चाहिँ त्यस्तो हुँदैन। अनि यो चाहिँ नवरत्नवाला टप र अनि रिङ सेट छ है। यो चाहिँ यो माला चाहिँ हजुरहरूले छोटो खालको माला पनि लिन सक्नुहुन्छ अनि लामो मात्रै पनि लिन सक्नुहुन्छ। मैले चाहिँ दुइटै युज गरेको कस्तो हुन्छ भनेर दुइटै पनि राम्रो देखिरहेछ हैन त। सबैजनाले एउटा चिज के चिज नोटिस गर्नुभयो भन्नुहोस् त। मैले चाहिँ भनेको छैन ल, त्यसमा कमेन्ट गर्नुहोस् ल।